नचिनेको मान्छेसँग बिहे गरेको चाहिँ है नचिनेको मान्छेसँग बिहे गर्ने चाहिँ एउटा कुरा हो, तर नदेखेको मान्छेसँग बिहे गर्ने त कस्तो हुन्छ होला? मैले चाहिँ सुनेको छैन है। नचिनेको मान्छे भने अब एकचोटि दुईचोटि देखेर होइन, एक दिन अगाडि मगनीमा देखेर चिनजान हल्का हल्का थोरै थोरै चिनजान भएर चाहिँ बिहे गर्ने चाहिँ सुनेको हो, तर नदेखेको मान्छेसँग बिहे गर्ने चाहिँ सुनेको छैन खासै। त्यो चाहिँ कस्तो थियो होला? अनि अर्को दिनमा चाहिँ बुढा चाहिँ कसरी चिनेको फेरि कता कता कसरी थाहा भयो अनि को हो मेरो बुढो चाहिँ को हो? खोइ अचम्म लाग्यो, तर रमाइलो पनि हुन्छ। मलाई चाहिँ यो नचिनेको मान्छेसँग अहिलेको जमानामा लभ परेर बिहे गर्ने चाहिँ एकदम ठुलो कुरा लाग्छन्। तर मेरो विचारमा बिहे गरेर लभ गर्ने है, त्यो चाहिँ ठुलो कुरा हो। किनभने तपाईँ पहिला लभ परेको मान्छेसँग बिहे गरेको ठिकै हो, तर फेरि बिहे गरेपछि त्यो लभ पनि हराउन सक्छ। राम्रो लाग्छ। तपाईँलाई धेरै धेरै दबाई छ, बधाई छ। के भन्छ?